जोजलपा नमस्कार। नेपाल भाषा एकाडेमी निमित्त अनक मिडियाको प्रस्तुति यस नेवा एफएम 106.6 सुनिराख्नु भएका आदरणीय श्रोता, आज नेपाल सम्वत 1141 तछलागत चतुर्थी तिथि विक्रम सम्वत 2078 असार 14 गते सोमबार, तदअनुसार 2021 जुन 28 तारिक आजको शुभ दिनमा तपाई समक्ष नयाँ बजार क्लबको प्रस्तुति कार्यक्रम कोभिड-19 हेल्प डेस्क लिएर म रोजी महार्जन फेरि पनि उपस्थित भएकी छु र सधैँ झै प्राविधिक सहयोगका लागि हुनुहुन्छ मित्र दिलीप कुमार महार्जन। श्रोता मित्र, यो कार्यक्रम प्रत्येक दिन यसै समयमा सुन्न सक्नुहुन्छ। साथसाथै अर्को जानकारी, तपाईले यो कार्यक्रम हाम्रो पात्रो मोबाइल एपमा गएर पनि ट्युन इन गर्न सक्नुहुन्छ। श्रोता मित्र, हामी यस कार्यक्रममा कुराकानी गर्छौं नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कको भने गेस्ट निम्ति यस विषयमा थप सूचना दिन्छौं। आज हामीसँग गेस्ट त हुनुहुन्न, तर हामीले आज प्रस्तुत गर्नेछौं फोनमा कुराकानी गरेको एउटा छोटो इन्टरभ्यू। तर त्यो भन्दा पहिले कोभिड-19 हेल्प डेस्कको छोटो जानकारी। कोभिड-19 हेल्प डेस्कको मुख्य उद्देश्य कोरोना भाइरस सम्बन्धी जनचेतना दिने हो भने चाहिएमा तपाईलाई उपयोगी संस्था र अस्पतालसँग समन्वय गर्न पनि मद्दत गर्छ। साथसाथै आवश्यकतामा आर्थिक सहयोग पनि प्रदान गरिनेछ। थप जानकारीका लागि तपाई हरेक दिन किर्तिपुर बिहारसँग जोडेको मण्डफल्जामा बिहानको 10 बजेदेखि दिउँसोको 2 बजेसम्म आउन सक्नुहुन्छ भने हाम्रो कार्यक्रमको संयोजक सन्तोष तिमिलसिनासँग फोनबाट पनि जोड्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 9803 28 29 11 9803 28 29 11 9803 282911 9803 282911। श्रोता मित्र, हामी आज तपाईलाई सुनाउँछौ कोभिड-19 सँग विजय प्राप्त गर्नु भएको संचित दंगोलको अनुभव। तर त्यो भन्दा पहिले छोटो ब्रेक। नेवा एफएम 106.6। श्रोता मित्र, स्वागत छ ब्रेक पछि। अब हामी प्रस्तुत गर्दैछौं राराहिल फाउन्डेसन किर्तिपुरका सदस्य सचिव र कार्यक्रम निर्देशक संचित दंगोलले कोभिड-19 भइसकेपछि सामना गर्नु भएको अनुभव, यो छोटो फोन इन्टरभ्यूबाट। सञ्चित सर, हजुरको थोरै कहिले कोभिड भएको थियो अनि कोभिड हुँदा चाहिँ कस्तो फिल भएको थियो हजुरलाई, थोरै सेयर गरिदिनु न। धन्यवाद रोजी। मलाई र मेरो मिसेसलाई गत यो 13 आगस्टमा भएको थियो। अनि ज्वरो आएको जस्तो भएको थियो। हामी त्यसका कारण केही पनि डाउट गरेनौँ। एक दिन अलिकति ज्वरो भयो, त्यसपछि हामीले हाम्रो एकजना रिलेटिभलाई चाहिँ हस्पिटलमा भर्ना गर्नुपर्ने एउटा केस आएको थियो। र उसको केसमा चाहिँ 2 पटक हामीले टेस्ट पनि गऱ्यौँ। उसको चाहिँ 2 पटक टेस्ट गर्दा चाहिँ नेगेटिभ आएको थियो। तर मान्छेलाई लिने भएको अरूलाई हस्पिटल गर्ने मतलब काममा हामी इन्गेज गऱ्यौँ। हामीले चाहिँ हामीलाई कोभिड भएको भन्ने कुरा हामीले चाहिँ त्यसरी ख्याल पनि गर्नु पाएनौँ। तर हामी धेरै मतलब इन्गेज भएर धेरै मतलब पपुलर गाउँकोले चाहिँ मिसेसलाई यो चाहिँ 2-3 दिनपछि चाहिँ उसलाई चाहिँ ज्वरो आयो। त्यसपछि हामीले चाहिँ त्यो ज्वरो आउनु बित्तिकै एक दिन ज्वरो आउनु बित्तिकै टेस्ट गर्नु गयौँ। टेस्ट गर्दाखेरि नेगेटिभ आयो। तर त्यही बेलुका चाहिँ फेरि उसलाई चाहिँ अक्सिजन चाहिँ मेरो खोज्यो। हामीसँग चाहिँ अब हामी अलिकति अवेर भएर बसेको भएर हामीसँग अक्सिमिटर पनि दुइटै थियो। हामीले अक्सिमिटरमा टेस्ट गर्दाखेरि बेलुका चाहिँ अनि उसको अक्सिजन चाहिँ 85-84 को रेन्जमा थियो। त्यसपछि हामीले पुरै कन्सल्ट गरेर हामीले चाहिँ हस्पिटल लिएर गयौँ। क्रिटिकल हस्पिटल जाँदाखेरि हाम्रो नेगेटिभ रिजल्ट भएकोले चाहिँ त्यहाँ चाहिँ अब डायग्नोसिस गर्नको लागि त्यो इमर्जेन्सीमा चाहिँ रिभ्यू भयो। डायग्नोसिस गर्दा सबै डायग्नोसिस गर्ने बेलामा चाहिँ उसको चाहिँ यो टाइफाइड भयो भन्नु पऱ्यो। अनि हामीले हामी फर्क्यौँ। अनि अब टाइफाइड भयो भनेपछि टाइफाइडको ट्रिटमेन्ट भयो। दिउँसोभरि दिउँसोभरि ठिक भयो। तर चाहिँ फेरि अर्को बेलुका चाहिँ उसको अक्सिजन फेरि लेभल कम भयो। अनि हामी फेरि हस्पिटल लिएर गयौँ। हस्पिटल लिएर जाँदाखेरि उसको चाहिँ निलो सुरु भइसकेको छ भनेपछि अनि डक्टरलाई हामीलाई के सल्लाह दियो भने
निमोनिया सुरु भयो, अस्ति चाहिँ निमोनिया भएको थिएन, निमोनिया सुरु भयो। अब निमोनियाको केसमा चाहिँ यो कोभिड हुनसक्छ, अस्तिको चाहिँ फल्स नेगेटिभ हुनसक्छ, त्यही भएर चाहिँ एकचोटि फेरि टेस्ट गर्नुहोस् भन्यो। अनि हामीले एकदमै विथआउट एनी मलाई चाहिँ दिने हामीले चाहिँ हस्पिटलमा गयौँ टेस्ट गर्नु पहिलोपटक चाहिँ नेगेटिभ आएको थियो। र अनि उनले के भन्यो भन्दाखेरि फलेर आउँछ भन्ने मलाई महसुस भयो। फलेर आउँदो रहेछ मान्छेहरू चाहिँ जसले लुगा लागेको हो, म त्यसपछि मलाई चाहिँ झपिली भएर मलाई चाहिँ अलिकति जिउ दुख्यायो, कोभिड भएको यो चाहिँ कोरोना भाइरस चलेको त्यो हो भन्ने कुरा मान्छेले विश्वासै गर्नु नसक्ने त्यसमा एकदमै मलाई चाहिँ सिरियस हुनसक्छ। त्यही भएर ध्यान नराख्नुहोस्, हस्पिटल खोल्नुहोस् भने हामीले त्यहाँ हस्पिटल खोल्यौँ। त्यही भएर हामीलाई सजेस्ट गरिरहेको हुन्छ नि, त्यो हामीले टाइमले गर्ने त्यो सजेसनहरू चाहिँ मान्यौँ भने चाहिँ एकदम छिटो ऱ्यापिडली चाहिँ प्रब्लम चाहिँ बढ्दो रहेछ भन्ने कुरा मैले फिल गरेँ। कस्तो सजेसन भन्नुभयो, कस्तो खाली सजेसन फलो गर्नुभयो? जस्तै चाहिँ अब यो फल्स मलाई नेगेटिभ हुनसक्छ, निमोनिया भएको छ, फेरि टेस्ट गर्नुहोस्, फेरि टेस्ट गर्नुहोस् भन्दाखेरि हामी चाहिँ उहाँले चाहिँ होइन हामीले अस्ति मात्रै टेस्ट गरेको भनेर हामीले बसेनौँ। यो नेगेटिभ पनि फल्स नेगेटिभ पनि आउँदो रहेछ है, आउँछ। यदि पहिलोपटक हामीले टेस्ट गर्दाखेरि पोजिटिभ आएको भए त्यसै फेरि हामीले चाहिँ मलाई चाहिँ कोभिडको मलाई ट्रिटमेन्ट सुरु गर्थ्यौँ। तर हामीले 2 दिन हामीले ढिलो भयो नि कोभिड गर्न थालिसकेपछि केही गरी सिम्टम्सहरू त्यस्तै देख्न थाल्यो, तर कोभिड नेगेटिभ भए पनि हामीले चाहिँ फेरि रिटेस्ट गर्यो भने चाहिँ राम्रो हुन्छ कि जस्तो लाग्छ। अहिले यो महामारीको समय भएकोले चाहिँ हामीले जस्तो रुगा लाग्यो, हामीलाई ज्वरो आयो, जिउ दुख्यो भन्ने जुन खालको चाहिँ कोभिडको सिम्टमहरू छ नि, त्यो कोभिडको सिम्टमहरू हो। जस्तो मेरो केसमा चाहिँ अब नेपालमा लकडाउन भएदेखि नै एक्टिभली जुन कोभिड भएको बिरामीहरूलाई मान्छेहरूलाई मैले चाहिँ फोन गर्ने अनि उनीलाई सपोर्ट गर्ने, अक्सिमिटरको बारेमा चाहिँ उनीहरूलाई चाहिँ किनेर ल्याउनलाई सपोर्ट गरेँ। एक प्रकारको जस्तो यो सबै मतलब सिम्टमहरूमा म चाहिँ फेरि अवेर थिएँ। हजुर आफै पनि अवेर हुनु भएको कारणले गर्दा चाहिँ सजिलो भयो। मैले एउटा के जोड्न खोजेँ भन्दाखेरि यति धेरै समस्याहरू भयो, हजुरलाई आफैलाई पनि कोभिड भयो, हजुरको वाइफलाई भयो, रिलेटिभ्सहरूलाई भयो, अनि परिवारमा माहौल चाहिँ कस्तो थियो? परिवारमा फर्स्ट टाइम अब आज भोलि के हुने हो कि सेलिब्रेटी बढ्ने हो कि भित्र के भइरहेको छ कि मानसिक रूपले अब फिजिकल हेल्थको चालु राख्नु, तपाईँलाई फोन गरेर राख्नु, अनि एकदमै रेगुलर रूपमा चाहिँ तपाईँहरूको चाहिँ अब कन्ट्याक्टमा बस्नु त्यो चाहिँ इन्फर्मेसन हुन्छ। डक्टरसँग सुझावहरू लिएर चाहिँ सामना गरिराख्नु भएको थियो, डिल गरिराख्नु थियो। यो बाहेक चाहिँ कसरी अरू सामना गर्नुभयो तपाईँ? अब कोरोना भएको भन्ने कुरा त्यो डाइग्नोज भइसकेको थिएन, एकदमै चिन्ता हुने त्यसपछि। अनि मलाई पनि जिउ दुख्यो पछाडि होइन, पछाडि मलाई एकदमै मलाई चाहिँ माइन्ड मात्रै थियो। अब विशेषको चाहिँ सिरियर हो। अनि कस्तो भयो भने त्यो हस्पिटलमा राखेर आइपुगेपछि मैले टेस्ट गर्नु गएको। मैले त मलाई कोरोना भयो भनेर फिल गर्ने मौकै मिलेन। किनभने हस्पिटलमा हाम्रो चाहिँ मलाई चाहिँ के अरे हेराउनु पऱ्यो, त्यसपछि चाहिँ मलाई चाहिँ उसीसँग बस्नु पऱ्यो। अनि उसलाई चाहिँ हस्पिटलमा पुगेर आइसकेपछि मैले टेस्ट गरेँ, त्यसपछि एकदमै टेन्सन। अब मतलब हामीले तपाईँले त्यो नि अब टिभीमा देखिआउँछौँ, अब फलाना मान्छे यसरी मलाई चाहिँ राम्रो मान्छे चाहिँ गाडी लिएर गएको मान्छे नि मलाई हस्पिटलमा चाहिँ बिपी भन्ने कुराहरू सुनिरहेको थियो। मतलब त्यो सेतो ब्यागमा लिएर गएर चाहिँ मान्छेलाई पुगेको, मान्छेलाई जलाएको होइन, फेरि अब त्यो मलाई चाहिँ एकदमै इमेजहरू नि मलाई चाहिँ आफ्नै जिल्लामा मलाई घटना चाहिँ भन्ने हो कि भन्ने खालको डर चाहिँ एकदमै थियो। 4-5 दिनको त्यो डर चाहिँ मलाई भोगेँ। अनि त्यसपछि जब अलिक मलाई सुधार हुँदै आउने त्यसपछि अलिकति साथ चाहिँ अब चाहिँ राम्रो हुन्छ होला भन्ने अलिकति ढुक्क हुन थाल्यो।
हजुर हजुर त्यो बाहेक हजुरले अब यो चाहिँ भइहाल्यो होइन अब 5 दिनपछि चाहिँ रिकभर भएपछि त्यो बिचको समयमा कसरी सामना गरिराख्नु भएको थियो डर त थियो नि हजुरसँग कसरी चाहिँ सामना अब घरमा आइसकेपछि अब घरमा अब पेसामा बस्नु पर्यो अब त्यतिखेर अब सुरुको फेजमा भएकोले खासै मान्छेले त्यति धेरै मान्छेले फोन पनि नगर्ने मैले आफूले गर्दाखेरि धेरैलाई फोन गरे तर आफूलाई चाहिँ फोन गरेको मैले पाइनँ एक दुईजनाले फोन गरेको पाएँ कसरी फोन गर्छ कि मैले भन्ने खालको नि गरे हुन्थ्यो भने कसरी टाइम स्पेन्ड गर्ने होला भन्ने खालको फिलिङ हुने होइन अब मलाई चाहिँ अलि कोरोना यो जुन कोभिडको महामारी हुने थालेपछि म चाहिँ व्यायामहरू गर्थेँ म श्वास प्र्याक्टिसहरू गर्थेँ त्यो चाहिँ म मैले अलिक अगाडि नै गर्दै आएको थिएँ एक्सर्साइजहरू रिल्याक्सेसन टेक्निक्सहरू भयो भने चाहिँ तपाईँलाई हेल्प हुन्छ या अरू पनि कोभिड भिक्टिमहरू जो हुनुहुन्छ उहाँले चाहिँ यस्तो टेक्निकहरू युज गर्नुभयो भने चाहिँ हेल्पफुल हुन्छ जस्तो लाग्छ मैले फ्लूको सट लिएर किन एउटा फिल भएँ अर्को कुरा म चाहिँ यो श्वास सम्बन्धी बेसिक प्र्याक्टिस मैले गर्थेँ दिनदिनै गर्थेँ मैले यो मलाई अनुलोम विलोम गर्थेँ अनि त्यसपछि प्राणायाम गर्थेँ त्यसपछि यो सिङ्गको जस्तो खालको निकालेर एउटा चाहिँ अहिले कस्तो छ तपाईँलाई अहिले यो पोस्ट कोभिडमा अहिले चाहिँ कति धेरै सिम्टम्सहरू आइरहेको छ भनेर पनि भनिरहेको छ एउटा चाहिँ अब मेरो कोभिडले गर्दाखेरि नै भएको हो त्यो चाहिँ मैले त्यो ठ्याक्कै अब फुलिनु पाएको थिएन डक्टरसँग मैले सल्लाह पनि गरेको कारण साथी हात र यो चाहिँ खुट्टाहरूमा अलिकति आएको जस्तो हजुर अनि यो रुगा लाग्ने खोकी लाग्ने रिपिटेडली अब मैले सुनेको अनुसार चाहिँ कतिजनालाई चाहिँ त्यो निमोनियाको सिम्टम्सहरू टिबीको सिम्टम्सहरू भन्ने त्यस्तो चाहिँ के पनि भएको छैन निश्चित चाहिँ अलिकति भएको छ निश्चितलाई चाहिँ अलिकति केही सामान लिएर माथि घराइ चढ्दाखेरि अलिकति नसकेको जस्तो अलिकति अब खेतमा काम गर्दाखेरि जिउ अलिकति बोडी दुखेको जस्तो कम्पेरिटिभली अरू बेलामा जस्तो अरूलाई भन्दा होइन बोडी दुखेको अनि अलिकति मलाई सहन नसक्ने पहिला त्यस्तो हुन्थ्यो यो चाहिँ कोभिडले कारणले भएको हो कि भन्ने खालको अनि अलिकति कहिले मैले कस्तो दुखेको जस्तो राति खास गरी अनि मैले म त ध्यान गर्छु म त अब ध्यान गर्छु अलिकति चाहिँ यो प्राणायामहरू गर्छु अनि त्यसलाई पनि मैले सल्लाह दिएँ कुन सल्लाह गरेर प्र्याक्टिस चाहिँ अहिले गर्न थालेँ भनेपछि उहाँलाई पनि तपाईँले योगाहरू गर्नु भनेर सहयोग गरिसकेपछि चाहिँ हेल्प भयो हजुर अहिले अहिले बुझ्छ हजुर हजुर अर्को एउटा मैले यसमै जोड्न चाहेँ अब कोभिड भयो कोभिडपछि पोस्ट कोभिड सिम्टम्स पनि तपाईँहरूले डिल गरिराख्नु भएको रहेछ होइन तपाईँ आफै पनि यो सोसियल सर्भिसमा लागिराख्नु भएको छ समाजबाट त्यस्तो के समस्याहरू भयो अलिकति यो चाहिँ खास गरी अब कोभिड भइसकेपछि चाहिँ अब मलाई हस्पिटलमै एउटा चाहिँ समस्या के भयो भने हस्पिटलमा आइसोलेसन बसिसकेपछि नै बाहिर निस्कन नदिने आफ्नो नजिकको मान्छेहरूलाई त्यहाँ आउन चाहिँ डर लाग्ने मलाई त्यहाँ हस्पिटलको चाहिँ नर्सहरूले मलाई एकपटक अब कोही पनि सायद कुनै पनि यहाँ हेल्प गर्ने कोही मान्छे छैन भनेर मलाई सोधे कि बाहिर निस्कन पाउनुहुन्न तपाईँले किन बाहिर मान्छे राख्नु छोडे तर मैले बाहिर राख्नु मान्छे कसलाई राख्नु भनेर मलाई अलिक राम्रो भयो एउटै मेडिकल टेस्ट गरौँ भन्ने भयो अनि किन लिने भन्ने डर चाहिँ कसरी भयो लाइक मेरो परिवार भनेर मलाई त्यो भन्दा पनि के भने मलाई अरूले प्रतिले सहयोग गर्छु भनेर मलाई आफन्तहरूले भन्न आउन अप्ठ्यारो मानेपछि नि अनि आफूले पनि आफू अब यस्तो पोजिसनमा छ अनि मैले आऊ भन्नु चाहिँ अप्ठ्यारो हो ए हजुर हजुर अनि गर्नुभयो भने त्यतिखेर चाहिँ अब सहयोगको लागि कसैलाई बोलाउनु भयो कि होइन ठिकै छ भनेर हस्पिटलमै बसेर आफै आउनुभयो त्यतिखेर एक दुईजनाले मलाई सहयोग गर्नुपर्छ गरेको थियो होइन तर मैले चाहिँ आवश्यक नभएसम्म मलाई चाहिँ किन सहयोग दिने भन्ने जस्तो भयो होइन यो स्वास्थ्य प्रयोग हस्पिटलमा त्यही चाहिँ भित्र कसैले जान नदिने अब हामीले अब एक्स्ट्रा केही छ एक्स्ट्रा केही यो लुगा खाटाहरू पठाउनु पर्यो भने एक्स्ट्रा केही
खानपुर लिएर जानु पर्यो भने आफै जाने यो चाहिँ तपाईँलाई चाहिँ हस्पिटलसँग रिलेटेड कुरामा चाहिँ अलिक टेन्सन भयो, तर समाजले यो त कोभिड लागेको मान्छेहरूले कति डिस्क्रिमिनेट गरिरहेको हुन्छ, अफेले नगरिरहेको हुन्छ, त्यस्तो के महसुस गर्नुभयो? त्यसले गर्दा अरू बेलामा बिरामी भयो भने मान्छेले धेरैले फोन गर्थे, हजुर दिदीले फोन गर्थे, के सहयोग चाहिन्छ भन्थे। तर यसमा चाहिँ मैले मान्छेसँग चाहिँ एक्सप्लेन गरेँ, तर त्यो चाहिँ त्यो सायद मलाई कोभिडै भएको कारणले गर्दाखेरि आइएल भन्ने कुरा फिल गरेँ। त्यो नै अब यहाँ हामीसँग टच हुँदाखेरि या हामीसँग नजिक हुँदाखेरि मलाई चाहिँ छ भने अब त्यतिखेर त अहिले यो त्यतिखेर जतिखेर हामीलाई भयो त्यतिखेर त सुरु सुरु थियो नि त। अनि त्यही भएर मान्छेले त्यस्तै अलिकति फोन गर्न पनि अप्ठ्यारो माने, अनि फोन गर्न अप्ठ्यारो मानेको बेलामा अनि फेरि हामीले फोन गरेर सहयोग दिन पनि अप्ठ्यारो भयो। हजुर, किन चाहिँ अप्ठ्यारो मान्यो होला उहाँहरूले फोन गर्न? पहिलो कुरा त अब यो कोरोना भाइरसको बारेमा मलाई यो छिटो छ, 24 सालपछि मान्छे मर्छ, अनि त्यही हाम्रो परिवारलाई बचाउनु, हाम्रो परिवारमा मलाई हो भने चाहिँ मेरो बच्चालाई हुन्छ, मेरो मलाई घरमा अरू मेरो परिवारलाई हुन्छ, म मात्रैलाई हुने होइन भन्ने खालको त्यसरी नि मलाई चाहिँ उनीहरूले प्रिकसन चाहिँ मलाई प्रिकसन लिँदाखेरि ठिक हुन्छ, मलाई यो चाहिँ मलाई उयो गर्दाखेरि चाहिँ सर्दैन भन्ने कुरामा चाहिँ त्यतिखेर अलिकति छोडेको जस्तो मैले लिएर छु भने म आफूले लिएर छु भने अब कसैले घर हुँदाखेरि म हस्पिटलसम्म गएको छु, घरमा सामान लिनु लाग्छु छु, मैले सामान कोभिड भएको केसेसहरू घरमा गएर हस्पिटलमा गएको जान्छु। मलाई कोभिड-19 हेल्प डेस्कले चाहिँ जुन यो जानकारी दिने भनेर अहिले हामीले जुन प्रोग्राम चलाइरहेको छ नि, तपाईँले भन्नुभयो जानकारी नभएर पनि मान्छेहरूमा यस्तो भइरहेको, त्यसो भए चाहिँ यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो, एकदमै आवश्यकता हो जस्तो लाग्छ तपाईँलाई? एकदमै लाग्छ। यो मैले एउटा के देखेँ भने जस्तो यो लकडाउनको सुरुको मान्छेले मलाई सोसियल मिडियालाई यो कोरोना भाइरसमा अपडेट हुने कुरामा आफूले चाहिँ गरिरहेको सिर्जना खालको कुराले गर्दा भइराखेको पाएँ नि मैले। हजुर हजुर हजुर, मैले ठ्याक्क यसमा केमा जोड्न खोजेन, हामीले चाहिँ कोभिड-19 हेल्प डेस्कबाट यो कुराकानी गरिरहेको भएर मैले ठ्याक्क त्यहाँ जोड्न खोजेको चाहिँ तपाईँलाई त कतिको आवश्यकता छ। अब राजा किर्तिपुरबाट पनि तपाईँले कति धेरै गरिराख्नु भएको छ होइन, सँगसँगै तपाईँले कोभिड-19 हेल्प डेस्कको बारे पनि सुनेर अपडेट दिइराख्नु भएको छ, तपाईँले सपोर्ट पनि गरिराख्नु भएको छ त्यसमा। भनेपछि मैले चाहिँ यहाँ के जोड्न खोजेको भन्दाखेरि कोभिड-19 हेल्प डेस्क जस्तो जानकारी दिने एउटा कार्यक्रम चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ हाम्रो समाजको लागि। जानकारी नै नभयो भने चाहिँ मान्छेहरूले चाहिँ रङ कन्सेप्टले चाहिँ डिस्क्रिमिनेट गरिराख्ने अनि रङ वेमा चाहिँ आफ्नो प्रिकसन्सहरू लिइरहेको जुन हामीले देखिरहेछौँ नि, त्यसको बारेमा चाहिँ कोभिड-19 हेल्प डेस्कको बारे के भनिदिनु न तपाईँलाई चाहिँ यो इनिसिएसन कस्तो लाग्यो? एकदमै नयाँ बजारको कोभिड-19 सञ्चालन गरिरहेको छ नि, एकदमै राम्रो इनिसिएटिभ हो, एकदमै राम्रो रिपोर्ट हो। यो रिपोर्टलाई चाहिँ हामीले अलिकति मलाई चाहिँ डिमेन्सन गर्ने काममा अलिकति सक्रियता जनाउनु पर्छ, किनभने पब्लिकले जस्तो मैले भने नि मेरो आफ्नो रिलेटिभहरूलाई आफ्नो साथीहरूलाई मैले चाहिँ त्यो फेसबुकमा हेर्दैन कि भनेर व्यक्तिगत थ्रु पनि पठाएर आउँथेँ। तर उनीहरूलाई जब समस्या पऱ्यो नि, उनीहरूले जब समस्या पऱ्यो उनीहरूले त केही पनि सूचना मिलेको भनेर मैले फिल गरेँ क्या। त्यो निम्ति भौमिक खालको चाहिँ सूचनाबाट उनीले चाहिँ भौमिक खालको सूचना लिएर मलाई चाहिँ टेस्ट गर्नु जाँदा त पोजिटिभ भएर देखिहाल्छ, अनि त्यो गरेर भनेर मलाई बसिराखेको छ। हामीले चाहिँ उनीहरूको भौमिक सूचना गर्ने खालको चाहिँ सूचनाबाट चाहिँ सूचना लिएर बसिरहेको छ। मैले राम्रो सूचना पठाएको, सही सूचना पठाएको चाहिँ उनीहरूले त्यो चाहिँ नयाँ छ। जुन हामीले त्यो कोभिड-19 सञ्चालन गरिराखेको थियौँ, अहिले त्यो बाहेक चाहिँ जस्तो अहिले मलाई चाहिँ नयाँ बजार क्लबले यो जुन एउटा चाहिँ
जुनको जुन मिटिङहरू राखेको छ, त्यसपछि अहिले रेडियो प्रोग्राम अहिले नेवा एफएमबाट सुरु गरेको छ। यस्तै खालको चाहिँ दिनदिन काम चाहिँ पब्लिकलाई मलाई धेरै एक्टिभिटीबाट दिनदिन चुनिने एक्टिभिटीहरू गर्नुपर्छ। नभए चाहिँ पनि पब्लिकले उसलाई नपर्दाखेरि नदिने अनि पर्दाखेरि अब महामारीको समयमा त एकदमै मलाई यो कोरोनाको मलाई महामारी डाक्टर साहबले पनि भन्नुभयो त्यो 2 दिनमा कि मलाई 6 दिनसम्म चाहिँ नर्मली हुन्छ अनि 6औं दिनपछि चाहिँ मैले के सिधै गर्दैन कि चाहिँ मलाई चाहिँ नर्मल भइजान्छ। अब धेरै मान्छे भाउने कारणले गर्दाखेरि मान्छेहरू चाहिँ अनि मलाई के हुनुपर्छ तर केही मान्छेलाई चाहिँ एकदमै सेयर हुन्छ होइन। त्यही भएर चाहिँ अनि त्यो सेयर भएको मान्छेले चाहिँ मलाई चाहिँ नर्मल भएको मान्छेले चाहिँ गरेर बस्छ। सुग्रो अभावमा चाहिँ के भन्छ अब यो चाहिँ पनि धेरैजनाको भएको छ। महामारीको हामी अलिकति डिमान्ड दिन्छौँ एक्टिभिटिजहरू चाहिँ त्यस्तो खालको एक्टिभिटीहरू हामीले बनाउनुपर्छ। यो चाहिँ अहिले मैले राखेको छु मैले म्यानेजरमा यो एक्टिभिटी बढ्दै गएको भन्ने मैले फिल गरेको छु र कसो भए सम्ममा चाहे त्यसरी नै हामीले कन्टिन्यू गर्ने हो भने यसले त्यसरी यो महामारीलाई हामीले चाहिँ अलिकति गर्न सक्छौँ। सल्लाह सुझाव छ यसकोमा अब कार्यक्रम त मेरो विचारमा अब नयाँ बजार क्लबले एकदमै डेडिकेटेड भएर यो कोभिड-19 हेल्प सँगसँगै अरू प्रोग्राम गरिराखेको र त्यहाँको टिमले एकदमै डेडिकेटेड भन्ने मैले फिल गरेको छु। प्रोग्रामहरू अहिले मलाई गर्दै आएको लागेको होइन। यसको दिन मलाई चाहिँ अर्कोलेसन हुँदिरहेको मैले फिल गरेको छु। अझ मलाई विभिन्न सेक्सनमा भएको चाहिँ मान्छेहरूलाई चाहिँ हेल्प दिने कामहरू पनि हुँदै गरेको भन्ने मैले फिल गरेको छु। त्यही भएर यो यसलाई एउटा त यसलाई कन्टिन्यू गर्नुपर्छ भन्ने कुरा कन्टिन्यू गर्नुहोस्। यसलाई डिस्कन्टिन्यू गर्नुहोस् भन्छु म। अर्को भने दिने खालको के स्ट्राटेजी हुनसक्छ, के काम हुनसक्छ। अहिले चाहिँ मलाई नयाँ भए आउन थालेको छ भन्ने कुरा भएको छ। त्यही पनि अरू मान्छेहरू चाहिँ फेरि ओपन अप हुन थालेका छन्। त्यो कन्टेक्स्टमा चाहिँ अब हामीले चाहिँ मलाई डिस्कन्टिन्यू गर्ने हो कि भन्ने खालको चाहिँ हुनसक्छ। प्लिज यो डिस्कन्टिन्यू नगर्नु होला। अनि मलाई चाहिँ सोसाइटीमा भएको विभिन्न सर्कलहरूलाई चाहिँ मलाई चाहिँ पनि कोर्डिनेसन गर्नु होला। त्यही कम्युनिटी सेक्टरबाट एउटा लिडिङ पोजिसनमा जाने सम्भावना नयाँ क्लबले लिन सक्छ भन्ने मैले फिल गरेको छु। हजुर धेरै धेरै धन्यवाद सजेसन दिनुभयो। अब अन्तिममा एउटा मैले के क्वेसन सोध्न चाहे भन्दाखेरि कोभिड-19 भएको या जो पनि नर्मललाई चाहिँ तपाईँ आफै पनि कोभिड-19लाई चाहिँ जितेर आउनु भएको छ होइन, के लाग्दैन के सजेसनहरू केही दिन चाहनुहुन्छ या केही सल्लाह सुझाव दिन चाहनुहुन्छ उहाँलाई? धेरैजनालाई देखाएको छु त्यसैजना लागेको छैन। अनि त्यसपछि चाहिँ मलाई यो प्रिकसनको यो हात दिने कुरा, यो मास्क लाउने कुरा, डिस्टेन्स मेन्टेन गर्ने कुरा अनि होममा मान्ने कुरा मलाई यो महामारी कम्प्लिट रूपमा सिद्धियो भनेर एनाउन्समेन्ट नगरेसम्म चाहिँ यो प्रिकसन मेजरहरू पुरा एकदमै 100% आफ्नो तर्फबाट चाहिँ अप्नाउनु होला र त्यसो गर्दा गर्दै पनि आफूलाई आउन सक्छ। जस्तो मैले त्यसो गरेको थिएँ त्यो पनि मलाई आयो नि त। हजुर प्रिकसन आउन सक्छ है। हजुर त्यसो गर्दाखेरि पनि आउन सक्छ। मलाई मैले त पुरै छुट्टी मिलेर लागेको छु, मलाई रुगा लाग्यो त्यो पनि हुने होला नबस्नुलाई। मलाई रुगा मात्रै लाग्यो भनेर बसेका मान्छेहरू धेरै मलाई ज्ञान भएको छ। हजुर यस्तो पनि हुनसक्छ नि, यसै गरी पनि लागिहाल्छ उसै गरी पनि लागिहाल्छ। अब किन प्रिकसन लिनु पर्यो भन्ने पनि कति धेरै मैले सुनिरहेको छु। उहाँलाई चाहिँ के भन्नुहुन्छ? प्रिकसन लियो भने हुने सम्भावना एकदमै कम हुन्छ। प्रिकसन लियो भने हुने सम्भावना एकदमै कम हुन्छ। जस्तो भनौँ न मैले प्रिकसन लिँदाखेरि मेरो स्टाफहरूलाई भएन नि, मैले प्रिकसन लिँदा। र अर्को कुरा चाहिँ अब स्टिगमा र डिस्क्रिमिनेसन यो मलाई भएको मान्छेलाई हेला नगरौँ, एलाउ नगरौँ। किनभने चाहिँ
हेला गर्दाखेरि मान्छेले उपचार गर्न हुँदैन। धेरै मान्छेले चाहिँ कोरोना जाँदाखेरि यो मलाई योसँग हामीले क्षमा गर्नु हुँदैन। जो कसैलाई यस जहिले पनि अझ छलेर उनीहरूले कोरोना आउन सक्छ। धेरै धेरै धन्यवाद सञ्चित सर, यति धेरै टाइम दिनुभएकोमा र दिनुभएकोमा, यति डिफिकल्ट टाइममा गएर पनि तपाईँले अझ पनि हेल्प गरिराख्नु भएको छ, त्यसको लागि मेरो साइडबाट पनि धेरै धेरै धन्यवाद। नयाँ बजार क्लबले जुन कार्यक्रम गर्नु भएको छ त्यो पोजिटिभ साइड देखाइराख्नु भएको छ, त्यसको लागि धन्यवाद। अनि राधा किर्तिपुरलाई पनि गुड लक भनेर चाहिँ म आज तपाईँसँग यति नै कुरा गर्न चाहन्छु। थ्याङ्क यू सो मच। रुजीलाई र नयाँ क्लबलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। श्रोता मित्र, हामीले सुन्यौं सञ्चित दङ्गोलको अनुभव। यसबाट हामीले के बुझ्न सकिन्छ भन्दा कहिलेकाहीँ चाहिँ हामीले नेगेटिभ होइन, कोरोनाले चाहिँ हाम्रो रिजल्ट चाहिँ नेगेटिभ भए पनि कहिलेकाहीँ चाहिँ लक्षण चाहिँ पोजिटिभ हाम्रो सिम्टम्स चाहिँ देखाइरहेको हुनसक्छ। तपाईँलाई चाहिँ के गरी चाहिँ यो लक्षणहरू चाहिँ छ तर तै पनि नेगेटिभ देखाइराखेको भए पनि एक्चुअली फेरि प्रिटेस्ट गर्नु भनेर उहाँले रिक्वेस्ट गर्नुभएको छ। नभए चाहिँ आइसोलेसनमा बस्नु होइन, आफ्नो लागि मात्रै नभइकन आफ्नो छरछिमेक आफ्नो परिवारको लागि पनि सुरक्षाको लागि चाहिँ उहाँले अनुरोध गर्नुभएको छ। त्यसै गरी चाहिँ कोभिड भइहाल्यो भने चाहिँ कसरी सामना गर्ने त भन्दाखेरि उहाँले के अप्नाउनु भएको छ भन्दाखेरि उहाँले एक्सर्साइज गर्नुहुन्छ, रिल्याक्सेसन टेक्निक्सहरू योगाहरू चाहिँ गरेर चाहिँ आइराख्नु भएको छ भन्ने भन्नुभएको छ। त्यसै गरी चाहिँ कहिलेकाहीँ चाहिँ एकदमै भेदभाव गर्ने होइन, कोरोना लागिहाल्यो भने पनि नबोलिदिने, कुराकानी नगरिदिने, अनि नजिकै नआउने, अनि फोनहरू पनि नगर्ने जस्तो कुराहरू चाहिँ उहाँले देख्नु भएको अनुभव भएको चाहिँ उहाँले भन्नुभयो। यसको लागि चाहिँ तपाईँहरूले चाहिँ नगरिदिनु भनेर चाहिँ उहाँले रिक्वेस्ट गर्नुभएको छ होइन। फोनहरू गरेर चाहिँ कुराकानी गर्नु, जति अवहेलना गर्छौँ हामीले त्यति नै मान्छेहरू चाहिँ ल मलाई चाहिँ अब कोभिड भइहाल्यो भने चाहिँ मान्छेहरूले मलाई अवहेलना गर्छ भनेर चाहिँ टेस्ट पनि गर्न नजाने पनि देखिरहेछौँ। यसले गर्दा झन् समाजमा पनि आफूलाई पनि धेरै धेरै प्रब्लम भएको चाहिँ देखिरहेको चाहिँ उहाँले भन्नुभयो। सो यस्तो समयमा चाहिँ एकअर्कालाई सपोर्ट गरौँ, एकअर्कासँग कुराकानी गरौँ भनेर चाहिँ उहाँले रिक्वेस्ट पनि गर्नुभएको छ। र उहाँले जति पोजिटिभ वेमा चाहिँ नयाँ बजार क्लबको कोभिड-19 हेल्प डेस्कलाई चाहिँ उहाँले हेरिराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद सञ्चित सर। त्यसै गरी उहाँको संस्था रारहेल किर्तिपुरमा पनि उहाँले आबद्ध भएर काम गरिराख्नु भएको छ, त्यसको लागि पनि गुड लक भन्न चाहे। सो धेरै धेरै धन्यवाद फेरि एकपल्ट सञ्चित सर आफ्नो अनुभव सेयर गरेर चेतना दिनु भएकोमा। श्रोता मित्र, हामी आजको कार्यक्रमको अन्तमा आइसकेका छौँ। यो कार्यक्रम पुनः प्रसारण रातिको 8 बजे सुन्न सक्नुहुन्छ भन्दै हामीलाई आफ्नो समय निकालेर इन्टरभ्यू दिनुभएकोमा सञ्चित दङ्गोलज्यूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहे। यति भन्दै म रोजी महर्जन र प्राविधिक मित्र दिलीप कुमार महर्जन यही समयमा भोलि आउने बाचा गर्दै नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कबाट बिदा लिन चाहन्छौँ। नमस्कार, शुभ दिन। सुन्दै गर्नुहोला तपाईँको आफ्नै एफएम नेवा एफएम 106.6।